नमस्ते। हाम्रो नेपाली समाजमा बच्चा कुनै कारणले बिरामी भइहाल्यो भने पनि त्यसको दोष जति सबै आमालाई लगाउने चलन छ। बच्चालाई रुगाखोकीहरू लाग्यो, झाडा बान्ताहरू लाग्यो भने आमाले चिसो खाएको थियो, फलफुल तरकारी खाएको थियो अथवा नुहाएको थियो, कपडा धोएको थियो, त्यसैले गर्दाखेरि बच्चालाई पेट खराब भयो, बच्चालाई रुगाखोकी लाग्यो, निमोनिया भयो भनेर उल्टो आमालाई नै दोष लाउने चलन छ। आमाको दुध सधैँ एउटा सन्तुलित तापक्रममा हुन्छ। आमाको दुधमा पाइने पोषणहरू पनि हर मौसममा र हरेक दिन एउटा सन्तुलित मात्रामा हरेक पोषणहरूको डिस्ट्रिब्युसन भइरहेको हुन्छ। आमाले कुनै खानेकुरा धेरै खायो भन्दैमा दुधमा त्यो खानेकुराको मात्रा बढी हुने, आमाले नुहायो, चिसो खायो भने चिसो गराउने कीटाणुहरू दुधमा जाने, त्यस्तो हुँदैन। केही जटिल टाइपको सङ्क्रमणहरू छ, आमालाई क्यान्सर छ अथवा त्यस सम्बन्धी औषधिहरू खानुभएको छ भने त केही मात्रामा त्यस्तो एजेन्टहरू दुधमा जान सक्छ। तर सामान्यतया साधारण रुगाखोकी, साधारण झाडाबान्ता आमालाई भएको छ भने पनि उहाँले राम्रो स्वास्थ्य सावधानीहरू अपनाउनु भयो भने त्यो बच्चालाई सर्दैन र साधारण रुगाखोकी, ज्वरोको औषधिहरू आमाले खानुभयो भने पनि त्यो दुधबाट बच्चालाई असर गर्ने गरी जाँदैन। यस्तो सामान्य कुराहरूमा हामीले धेरै चिन्ता लिइराख्नु पर्दैन।